नमस्ते सबैजनालाई, मेरा सबै दाजुभाइ तथा मित्रहरूलाई। म चाहिँ यो भिडियो बनाउनुको कारण चाहिँ भोलि आउँदै गरेको मकर सङ्क्रान्तिको लागि सबैजनालाई ह्याप्पी मकर सङ्क्रान्ति, माघे तिहार हैन। सबैजनालाई अब चेलीबेटीलाई त्यो अन्नी दिने दिन हैन। सबैजनालाई भोलिबाट स्टार्ट हुन्छ अनि भोलिबाट 15 दिनसम्म हामीहरूले गएर दिने के चाहिँ चलन छ। अब कसको के चलन छ त्यो त थाहा भएन, तर हामीहरूको चाहिँ त्यस्तै छ। भोलिबाट 15 दिनसम्म चाहिँ हामीहरूले मासु ननभेजहरू खाने गर्दैनौँ। अनि भोलिबाट 15 दिनसम्म हामीहरू छोरी चेलीहरूको घरमा जाँदै, अब जो चेलीहरू छन्, छोरीहरू छन्, तिनीहरूको घरमा गएर अन्नी सन्नी के हुन्छ दिएर फेरि हामीहरू चाहिँ त्यस्तै हुन्छ। ल सबैजनालाई ह्याप्पी मकर सङ्क्रान्ति। हजुरहरूको कस्तो के बन्छ सेयर गरिदिनु होला। थ्याङ्क यू।